अब यो भनेको रारा जाने बाटो होइन, यहाँदेखि माथि गने रारा जाने यहाँबाट माथि र रारा, अनि यता जाने भएपछि जुम्ला। हामी चाहिँ रारा जाँदैनौँ अर्कोचोटिलाई हो। अहिले चाहिँ हामी जुम्लातिर, जुम्लाको डेस्टिनेसन भनेको जुम्लाको तातोपानी पुलबाट हामी जुम्लातिर। सिमसिमी पानी परेको हुनाले हामी चाहिँ अलिकति फास्ट बाइक चाहिँ चलाइरहेको छ बाटोमा, ताकि पानी परेर बाटो चाहिँ अवरोध नहोस् र हिलो पनि नहोस् भनेर। अरे जुम्ला बजार के हो यो हामीलाई भेटाएन पानी होइन, पानी परेर रहेछ। रेनकोट लाउनु पर्ने हो अब। जुम्लामा रेनकोट लाउनु पर्ने भएको छ। पानी परेछ यार। पानी परिरहेको छ। हामी भर्खरै होटलबाट पानीले भिजे। तातो पानी भन्ने ठाउँमा आइयो होइन अङ्कल? तातो पानी कहाँ छ? भित्र रेनकोट ऊ यहाँ भित्र हो क्या पकाएँ मैले। यस्तो रहेछ तातो पानी, पुरै फाँट रहेछ होइन अङ्कल? त्यो टमाटर स्याउको बुट्टा रहेछ। ल पानीले डिस्टर्ब गर्यो आज, नत्र भने जुम्ला बजारसम्म जाने प्लान हो। बाटो चाहिँ खतम बनाएको रहेछ, डबल काटेर चाहिँ बाटो हिले बनाएको रहेछ, नत्र बाटो चाहिँ राम्रै हो। हजुर बाटो होइन अङ्कल, उता छैन नि, छैन छँदै छैन। तातो पानी चाहिँ यहीँ हो, टिकट काउन्टर यो रहेछ। ल टिकट काउन्टर रहेछ, यहाँ गएर नुहाउने टक्कसँग, नुहाउने धुवाउने। तर ठाउँ चाहिँ राम्रो है अङ्कल, ठिक लाग्यो। घरहरू पनि कस्तो राम्रो बनाएको रहेछ। ल सही सही। पानी परेर अलिकति डिस्टर्ब भयो, कपडा चेन्ज गरेर चाहिँ अब जाउँ, कपडा सपडा चेन्ज गरेर अब रुममा हो। होइन लग्नुपर्छ चेन्ज गर्नु त हाम्रो रुम। अङ्कल रेस्ट गरेर बस्नु भयो, हाम्रो कपडाहरू यहाँ छ होइन। अब बस्नु पऱ्यो नदीको साइडमा, टक्कसँग नदीको साइड। कस्तो भइरहेको त अब लास्टै झुर। किन यस्तो खतम किन होइन? ठाउँ त राम्रो, पानी परेर खतम भयो होइन? बाटो खतम, बाटो त्यही त बाटो। मेरो सुसामन जाम ल 1 घन्टा नुहाउँला। धारा रहेछ नि यहाँ, धारा कति नुहाउने भयो? धारामा अघि त्यो बस्ने हो, बस्ने पनि छ अरे क्या, टाउको डुबाएर।
के कपडा टोगाएर एकछिन तल गएर नम जानु लाग्यो अब गाइस पानी परिरहेछ भग्यो उनलाई बा भित्रै काटौँला है बाहिर पानी छ यार हिँड है है चिन्ता नगर ल बाबु भित्र केही छैन नि यो हेरौ न भित्र यो त बस्ने ठाउँ रहेछ बरु टक्क अब बस ठाउँ छ र अलि पछि काट्नु हुन्छ हुन्छ भने उहाँ बस्ने ठाउँ रहेछ त यार यहाँबाट पुरै किला नदी बगाएको छ यो तातो पानी पुरुष महिला महिलाको ठाउँ पुरुष जो नआए पनि हुने रहेछ के हो कुनै हजुर म प्लास्टिक लिएर आउँछु अङ्कल प्लास्टिक लिएर आउँछु मोबाइल त राख्नु पर्छ नि हो मेरो मजा आयो बाबु लकेडा हाम हेर मुख आएको यसले कस्तो छ लास्टर तातो छ ल ठिक छ बस अङ्कलहरू पनि फेरि जान्नु म पनि अब चेन्ज गर्छु